तर जे होस् म अहिले जहाँसम्म छु म जेसरी बाँचिरहेको छु मात्र बाबा मम्मीको लागि मेरो परिवारको लागि अरू कोही छैन त्यति बुझ्नु ए घरबार सम्झेरै रोइछ कि बाबुआमालाई बिर्साउने कोही छ कि अब प्राय अब ड्युटीमा हुन्छु कि लाइब्रेरीमा बिजी हुन्छु होइन फोन उठाउन त भ्याउँदिनँ तैपनि एकछिन त कुरा भइरहेको हुन्छ मसँग त्यो यस्तो क्वेसन नसोध्नु मलाई म त्यो सोच्नै सक्दिनँ मेरो परिवार बिनाको जिन्दगी म जे छु मेरो परिवारको लागि बाँचेको छु अहिलेसम्म मेरो परिवार हुन्थेन मरिसक्थेँ दीक्षालाई केही त छ मनमा पीडा एकदमै धेरै रुने होइन आमाले भन्दा नि धेरै फोन गर्नेहरू संसारमा कोही पनि हुँदैन मम्मी भन्दा ठुलो कुरा त संसारमा के छ र आमा भन्दा होइन अब दुःख परे पनि सुख परे नि हाँसे नि बोले नि मेरो लागि मम्मी नै मेरो साथी नै मम्मी हो त्यसै मेरो मन कारो छ र बाउआमा भन्दा ठुलो याको छ र सबको सामु बलिन्द्र खसौली ए बाउआमा नै भनेर के ए त्यसो भन्दै कतिन्जेल बसौली जस्तो भयो भने मेरो छोरीले केही गरिछ है भनेर मेरो बाबा मम्मीले चाहिँ शिर ठाडो गरेर हिँडाउने मन चाहिँ छ कहिलेकाहीँ दलाई लामो कहिलेकाहीँ आलु तामा जस्तो लाग्छ मलाई दुश्मनी हेरेको हेरे बनाइदिन्थ्यो त्यस्तै बनाइदिन्थ्यो दीक्षाको चाल ढङ्ग हेर्दाखेरि रोइरहेको देखेर चाहिँ मलाई गाल पर्छ जस्तो लाग्यो मलाई चल्दै चल्दैन हौ के भएको एलिना मेरो बिहा त भएको छैन तर दाइलाई चाहिँ गीतमा मन पारेको हो हजुर अस्ति त्यो मेरो श्रीमान भन्दै फोटो हाल्नु भएको को हो त उहाँ कहाँ हालेको छु र खै मैले हालेको छैन झ्यार झ्यार आयो कान झ्यार झ्यार कस्तो झ्यार झ्यार आउँछ यो त डक हामीलाई भर्ना लिने भनेको अब हस्पिटलले हो अझै बेला भइसकेको छैन होइन जन्मेको केलाई मर्नलाई यो त डेफिनेटली यो त ध्रुव सत्य कुरा हो नि मर्छ त त्योभन्दा अगाडि हस्पिटलले भर्ना हुनुभन्दा अगाडि त के काम गर्ने हो नि त यो फुलीमा क्लोज अप प्लिज यो त के यस्तो क्यामेराको भाषा त बोल लभ लेटर मेरो साथी फटा दिन भन्न पठा उसैले राख्दो रहेछ अन्तिमचोटि भन्छु है धेरै भन्दैन किन अब मान्छेले यो दम्ब गरे जस्तो हुँदो रहेछ कि 17 चोटि गएँ पहिलोचोटि अमेरिका जाँदा 2009 बाल्टिमोरमा कार्यक्रम थियो त्यहाँ प्रमुख अतिथि प्रेमराजा महत दाई हुनुहुन्थ्यो त्यो कार्यक्रममा उद्घोषक को थियो थाहा छ अहिलेको लोकप्रिय नेता रवि लामिछाने नानीको सोध्नु होला रवि लामिछाने कहिलेकाहीँ माछा पुछ्रे शिरको पानी फेवा तालमा आइछ झल्को किन लाग्यो भन्थे भेट हुन पो रहेछ माझी दाइ पोखरा तालको लाउमाया साँच्चैको नलम्बो ख्याल ख्यालको माझी दाइ पोखरा फेवा तालको लाउमाया साँच्चैको नलम्बो ख्याल ख्यालको एकदमै धेरै समय पछाडि फेरि पनि दर्शकहरूले एकदमै धेरै रुचाउनु भएको बहुचर्चित लोकप्रिय गायक मिलन लामा दाईसँगै दीक्षा सुनार हुनुहुन्छ आज हामीसँग दुईजनाको दोहोरी पनि सुनियो एकदमै रमाइलो पनि भयो स्वागत छ यहाँहरू दुवैजनालाई सम्पूर्ण मिडियामा धन्यवाद स्वागत पनि गर्नुभयो धन्यवाद एकदमै स्वागत पनि गर्नुभयो सम्पूर्ण मिडिया हेरेर बस्नेहरूलाई सम्पूर्णलाई एकदमै स्वागत अनि सम्मान व्यक्त गर्न चाहन्छु होइन यो सधैँभरि एकनासै देखिने कहिले पनि बुढो नहुने तपाईँ खासमा यो राज के हो मसँगै सबै दर्शकहरूले यो बुझ्न चाहनु भएको कुरा पनि हो कि ठट्यौली प्रश्नको ठट्यौली जवाफ दिउँ म अब त्यो उमेर त मेरो गएकै हो होइन अब यस्तो मलाई बुढो नदेख्नु भनेको तपाईँहरूको आयु 100 वर्षको नेरोघरमा हो मेरो चाहिँ 200 वर्ष छ क्या त्यसले गर्दा नि म त्यो हिसाबले भन्दा म भर्खरै 25 त भयो नि डबल भन्नु पर्यो भर्खर 25 त्यसमा 25 मा 25 प्लस गरौँ कि नगरौँ गर्ने मजाले 100 को हिसाबले गर्ने भने हो 200 को हिसाबले त 25 नै ओके कस्तो रह्यो आजको दोहोरी यहाँ दुईजनाको आजको दीक्षासँग आउँदा अन्तिमको दोहोरी चाहिँ काइता नै भयो हुन त आज मैले 6वटा दोहोरी गाएँ नन स्टप दोहोरी गाएँ अब दोहोरीमा फेरि त्यो प्रश्नको उत्तरहरू दोहोरिनु हुँदैन प्रश्नहरू पनि दोहोरिनु हुँदैन फेरि हामी जस्तै कलाकार जो दोहोरी पेशेवर दोहोरीहरूले हेर्छ र मूल्याङ्कन गर्छ कि कसले कस्तो गायो म पनि हेर्छु
कसले यो शब्द अस्ति फलानसँग गाउँदा नि दोहोऱ्या भनेको थियो आज पनि दोहोऱ्यायो भन्दा नम्बर घट्छ क्या। अनि जहिले पनि हामीलाई यो तनाव के भइरहन्छ भने ओहो नयाँ शब्दहरू फ्रेस शब्दहरू ल्याउन पाएँ, विषयवस्तु पनि नयाँ ल्याउनु पायो भन्ने हुन्थ्यो। तर निर घुम्दै फिर्दै उयो माया प्रीतिमै हुन्छ कि बिछोडको कथा हुन्छ, वियोगान्त हुन्छ कि संयोगान्त कि अलिकति ठट्यौली पारेको हुन्छ। त्यसले गर्दा आज लगभग सबै गीतहरू राम्रै भए। दीक्षा दाइकै गीत सुनेर हुर्केको हामी त होइन, अब दाइसँगै आज दोहोरी गाउनु भएको छ, डर कतिको थियो सँगै दाइसँग दोहोरी गाउनु पाउँदा आफूलाई कतिको भाग्यमानी पनि ठान्नु भएको छ? डर त एकदमै लागेको थियो दाइसँग गाउन। अब दाइकै गीत सुनेरै हुर्केको मान्छे हो, आज यो स्थानमा आएर दाइसँग गाउनु पाउनु पर्दा यो मेरो लागि भाग्यको कुरा पनि हो। अलि डर पनि लागेको थियो, तर मैले कस्तो गाएँ भन्ने थाहा छैन, दाइलाई थाहा होला। म भन्छु दीक्षाले त हजुरलाई लास्टै मन पार्ने रहेछ कि गीतको टपिक रियलमा नि भयो, रियलमा नि हुनसक्छ है त्यो गाई बाहिर दाइ भने पनि अब मिल्छ कि है दाइ। अब म अलि सानै भए पनि उमेरले सानो भयो भने दाइ अब भर्खरकै देखिनुहुन्छ मसँग सुहाउँछ जस्तो। जोडी त सुहाउँछ है, फेरि के छ विचार? बोल्दै मन पार्न त पाइयो नि त, त्यो त पाइन्छ। मैले पनि माधुरी दृष्टि बिहा भएको थिएन, म भातै नखाएको। मन परिहाल्छ नि एउटा मान्छेले एउटा मन पराउनु होइन। अन्त मन परायो भने त माया प्रीति नै लगाइहाल्ने, अन्त अब घरबारै जोडिहाल्ने भन्ने कुरा त भएन नि। दाइको त नाति नि भइसक्नु भएको छ। आज चाहिँ गीतमा चाहिँ मन पार्यो हो। यो कान अलिक सुन्दिनँ, एलिनाले के भने हो मैले सुनिनँ नि। क्वेसन 1 सेकेन्ड प्लिज। तपाईँ त हजुरबुवा नि भइसक्नु भयो होइन? फेरि सुनिनँ, झ्यार आयो कान, झ्यार कस्तो झ्यार आउँछ। आफ्नो चाहिँ अनुहार लुकाएर त्यहाँले क्यामेराम्यान प्लिज उतातिर। भनेपछि आज दोहोरीमा है, दोहोरीमा चाहिँ दीक्षाले मिलन दालाई एकदमै धेरै मन पार्नु भयो, घरमा श्रीमान हुँदै पनि त्यस्तो पाइन्छ होइन? मेरो बिहा त भएको छैन, तर दाइलाई चाहिँ गीतमा मन पारेको हो। हजुर अस्ति त्यो मेरो श्रीमान भन्दै फोटो हाल्नु भएको को हो त? उहाँ कहाँ हालेको छु र खै मैले हालेको छैन त फेसबुकमा। उसको अलि बिर्सने बानी छ, त्यो स्मरण शक्ति चाहिँ सम्झाइदिनु पर्छ क्या। बेला बेलामा सम्झाउनु पर्छ मलाई चाहिँ यस्तो कुराहरू। यस्तो बेला भइरहेको छ के दादा? हजुर तपाईँ विदेशतिर गइराख्नुहुन्छ, यसो काजु किसमिसहरू पहिलाको भन्दा अझै धेरै गीत गाउनमा जोस आएको हो मिलन दाइमा? मलाई भन्दा नि पहिलाको भन्दा धेरै काम पाएको हो। अहिले चाहिँ दोहोरी गाउन मलाई आउने रहेछ। अब अहिले चाहिँ लाइभ दोहोरीको बेला छ। खासै भन्दाखेरि अब एल्बमहरू मैले ननिकालेको होइन, निकालेको हो होइन। चल्दैन हो, के भएको एलिना? खै अब निकाल्यो, लाख कट्नै गाह्रो हुन्छ, नोटिसै हुँदैन। अब त्यो के बुस्ट गर्ने के गर्ने त्यो चाहिँ थाहा भएन हामीलाई। हामी त्यो जमानामा आएको मान्छे होइन। अब हाम्रो गीत त त्यो एउटा टेलिभिजनमा एउटा कार्यक्रममा आउँथ्यो, बिहान चाहिँ इमेज च्यानलले कति 30 मिनटको लिन्थ्यो कि होइन कार्यक्रम, इमेज मिनटको, तर गीत चाहिँ प्रोमो मात्रै भयो। प्रोमो मात्रै बज्दा नि त्यो बेला माझी दाई पोखरा हिट, बम्पर हिट, हङकङ आइडीले, जुम्ला कालीको त्यस्तो गीतहरू त्यो बेलामा हिट भएको मान्छेहरू। अनि हामीले त्यही सजिलै खोज्ने रहेछ कि त्यो बानी नै छैन कि अहिलेको नयाँ यो भनौँ न अहिले आधुनिक मिडियासँग नयाँ पुस्ताका पत्रकार साथीहरूसँग नजिक हुनै सकिनँ म। यो मेरो कमजोरी हो, स्पष्ट। म कसैलाई दोष दिन्न, आफ्नै कमजोरी हो। कस्तो गीत चाहिँ चल्दो रहेछ अहिलेको जमानामा? ल हजुर त यति धेरै अग्रज हुनुहुन्छ होइन, कतिपय कुराहरू त हजुर आफैले पनि जज गर्न सक्नुहुन्छ नि त। ठ्याक्कै दर्शकहरूको लागि चाहिँ यस्तो गीत ल्यायो भने चाहिँ ल चल्ने रहेछ है भन्ने हजुर आफूले पनि त एनालाइसिस गरिराख्नु भएको होला नि त। के बुझ्नुहुन्छ, कस्तो बुझ्नुहुन्छ, कस्तो गीत ल्यायो भने चाहिँ चल्दो रहेछ ल भन्नु त? झुट नबोली भन्नु हजुर आइसक्नु भएको छ। फेरि त्यस्तै कुरो थाहा नभएर त मेरो गीत नचलेको हो। थाहा पाउनु पाए त मैले त्यो बुटी थाहा पाउनु पाए मेरो गीत अहिलेकै दुश्मन हेरेको हेरे बनाइदिन्थेँ, त्यस्तै बनाइदिन्थेँ न, थाहा नभएर। यस्तै चल्छ कि? ठिक छ नि, चलोस् न, के नराम्रो यसमा के छ? छैन, एकदम राम्रो के छ होइन। भन्नु खोजेको दर्शकहरूको लागि चाहिँ एकदमै उफ्रिने गीत। अब यो दुश्मन हेरेको हेरे त एकदमै जोस छ नि त, जोस ढक दुश्मन हेरेको हेरे यो चाहिँ कस्तो मिठो छ नि होइन, पुरा पार्टीमा चल्ने खालि। ठिक छ, म अब कोसिस त गरिरहेको छु मेरो। अहिले अब नचले पनि अब गीत त गर्नै पर्यो। अब अरू काम गरिएन होइन। अब अरू काम अब अरू ठाउँमा आर्मीमा पुलिसमा भर्ना लिने होइन, हामीलाई भर्ना लिने भनेको अब हस्पिटलले हो। अझै बेला भइसकेको छैन होइन यो बिचमा त होइन। म डेफिनेटली एक दिन मान्छे मर्नुपर्छ, एलेना पनि मर्छ, म पनि मर्छु, सब मर्छ। जन्मेको केलाई मर्नलाई, यो त डेफिनेटली यो त ध्रुव सत्य कुरा हो नि। मर्छ त त्योभन्दा अगाडि, हस्पिटलले भर्ना हुनुभन्दा अगाडि त के काम गर्ने हो नि त। निरन्तर काम। आज भर्खर 6वटा लाइभ दोहोरी गीत गाएँ, पसिना पुरै भिजेको थियो, कपडा फेरेको मैले भर्खर। ल यति दुःख हुन्छ लाइभ दोहोरी गाउनु त। अघि भने शब्द अहिले के आउने, त्यो
त्यो फेरि घरमा लेखेर आएको हुँदैन होइन अहिले भन्ने हो होइन होइन त दीक्षा भन्दा हल्का चाहिँ ठुली छ एलिनाको नाकैमा फुली छ भन्ने यो घरमा लेखेर आएको शब्द हो त अहिले देखेर हो नि त यो फुलीमा क्लोज अप प्लिज यो त के यस्तो हो क्यामेराको भाषा त बोल दीक्षा चाहिँ बिचमा एकदम हराउनु भएको थियो होइन अलिक डिप्रेस जस्तो पनि हुनुहुन्थ्यो कि तपाईँको स्ट्याटसहरू पनि एकदमै स्याडहरू आइरहन्थे अब चटक्कै माया मारे जस्तो पनि हुनुभएको थियो र अहिले फेरि पछिल्लो टाइममा हजुर अलिकति देखि पनि राख्नु भएको छ यो बिचको समयमा चाहिँ के भएको थियो तपाईँलाई त्यस्तो केही भएको त होइन पछिल्लो समयमा मेरो अलिक घाँटीले चाहिँ अलिक साथ छोड्यो अनि म गाउँमा गएर अहिले रेस्ट गरेको थिएँ केही समय अनि गाउँतिरै थिएँ भन्नु पऱ्यो 2-3 महिना अनि बिचमा चाहिँ अब हल्का फुल्का त दोरी आइरहेको थियो तर त्यति पहिलाको जस्तो बिजी चाहिँ थिइनँ अहिले फेरि पछिल्लो समयमा बिजी नै छु हजुर कतिको फ्रस्ट्रेट हुनुभयो आफूले त्यो साथीहरूको गीतहरू आउँदै गर्दा तर आफू चाहिँ रेस्टमा हुँदै गर्दाखेरि होइन त्यो फ्रस्ट्रेसनै किसिमको त भइ नै हाल्छ होइन कस्तो त्यति बेला चाहिँ कस्तो लागेको थियो भने फेरि म ब्याक भएँ भन्ने जस्तो मलाई अनुभव भएको थियो पहिला चाहिँ एकदम दिनकै लाइभ दोरी आउने दिनकै एकदमै बिजी हुने दिनको 4-5वटा अब 9-10वटासम्म पनि गाइरहेछ भन्नुपर्छ कहिले कसो एकै ठाउँमा होइन कहिले कता बोलाउँदा होइन त्यति बेला चाहिँ एकदमै बिजी थिएँ पछि चाहिँ बिचमा मलाई घाँटीले साथ नदिएपछि अनि म अलि पछि भएँ ल अब मैले फेरि म हराउने हो कि अब मलाई सबैजनाले बिर्सिनुहुन्छ कि भन्ने चाहिँ एकदम भएको थियो तर फेरि पछिल्लो समय फेरि माया पाएको छु खुसी छु फेरि तपाईँको पछिल्लो टाइममा एउटा दोहोरी पनि आएको थियो एकदमै भावुक पनि हुनुभएको थियो कि ठ्याक्कै के कुरा सम्झेर तपाईँ रुनु भएको थियो त्यति बेला मैले मेरो मम्मी आमा छन् र बाजे आधार दिने बाँचेको छु त्यस्तै मैले शब्द भनेको थिएँ अनि म मम्मीलाई सम्झेर चाहिँ रुवाएको थिएँ त्यति बेला चाहिँ एकदम त्यति बेला म त्यही बिरामी भइसकेपछि अनि गाउँबाट आइसकेपछि गाएको गीत हो त्यो चाहिँ 2-3 महिनापछि के कुरा याद आयो तपाईँलाई त्यति बेला चाहिँ आमाको ठ्याक्कै खै अब हुन्छ नि त अब केही कुरा अब दुःख पर्दा सबै मम्मीलाई सेयर गरिन्छ होइन अब मम्मी भन्दा ठुलो कुरा त संसारमा के छ र आमा भन्दा होइन अब दुःख परे पनि सुख परे नि हाँसे नि बोले नि मेरो लागि मम्मी नै मेरो साथी नै मम्मी हो अनि त्यही केही कुरा सेयर गरिरहन्थेँ अनि अब बिरामी थिएँ पछिल्लो समयमा अनि पछि चाहिँ त्यही कुरा त्यही गीतैबाट त्यही आयो अनि चाहिँ रोएको थिएँ बेसरी नै अनि धेरैजनाले माया पनि गरिदिनु भएको थियो दोहोरी मम्मीले कतिको चिन्ता लिनुहुन्छ तपाईँको अब चिन्ता त आफ्नो छोराछोरीको किन हुँदैन र दिनरात अब सबै छोराछोरीकै चिन्ता हुन्छ मैले कहिले मेरो छोराछोरीको सुख देख्न नपाउने भए अनि म यतिकै मर्छु होला तिमीहरूको सुख कहिले देख्न पाउनु होला राम्रो गर म बाँच्दा जेल भन्नुहुन्छ भनेको के दुःख छ र दीक्षालाई त्यस्तो होइन नि त अब जस्तो अब यही दोरीमा गएको देख्नुहुन्छ कहिले कसै रोएको देख्नुहुन्छ अब कहिले अब म प्राय नाइटमा नि काम गरेर हुन्छु दोरी साँझमा अब बिहान 4 बजीसम्म काम हुन्छ आएर दिनभरि सुत्या हुन्छ अनि फेरि लाइभ दोरी हुन्छ फेरि 2 बजी उठेर लाइभ दोरी हिँडेको हुन्छ यतिबाट फेरि ड्युटी गएको हुन्छ नि त अब दुःख नै अब छोराछोरी त आफ्नो बाबालाई त अब हामीलाई पो सुख जस्तो लाग्छ र होइन अब बाबा मम्मीलाई त दुःखै जस्तो लाग्छ नि त सानै देख्छन् जति ठुलो भए पनि मेरो बच्चाहरू सानै छन् मेरा छोराछोरी सानै छन् घरदेखि पर छन् भन्ने हुन्छ नि त अब धेरै टाढा छु म त्यही भएर नि होला अब के गर्नु मन छ त बाबा आमाको लागि के सोच्नु भएको छ अब बाबा आमाको लागि त्यही हो मैले चाहिँ केही गरेर देखाउनु छ अब बाबा आमाको लागि होइन जस्तो भने मेरो छोरीले केही गरी चाहिँ भनेर मेरो बाबा मम्मीले चाहिँ शिर ठाडो गरेर हिँडाउने मन चाहिँ छ हेर समयले कहाँ पुऱ्याउँछ थाहा छैन छोरी मान्छेहरू अलिक छिटै भावुक हुन्छ न दाइ भनेको बाबा आमाको कुरा गर्दा तपाईँले पनि त मिस गरिराख्नुहुन्छ एनी टाइम बाबा मम्मीलाई होइन कहिले अब भनेको मिलन दाइले पनि कसरी सम्झिनुहुन्छ बाबा मम्मीलाई अब मैले त अब सम्झिन थालेको नि धेरै भयो होइन मेरो बाबा आमा बित्नु भएको नि 30 वर्ष पनि बेसी भइसक्यो त्यस कारण मलाई त युज टु भइसक्यो मलाई बानी परिसक्यो अब उहाँहरू मेरो नयाँ ताजै हुनुहुन्छ उहाँहरूको त आमा हुनुहुन्छ है आमाको ज्यान छ उन्जेल धेरै माया गर्नु बहिनी आमा भन्दा अर्को ठुलो देउता छैन अब अहिले हामी गुमाउनेहरूलाई थाहा हुन्छ क्या बहिनी मान्छेले लेख्न त अब त्यो आमाको औँसीमा बाउको औँसीमा अनेकौँ फोटो पोस्टरहरू राखेको हुन्छ अब आमा हुनलाई चाहिँ सधैँ औँसी भन्ने किसिमले सधैँ औँसी सधैँ पुर्णे जस्तो गरेर सेवा गर्नुहोस् बहिनी पछि त्यो गुमेपछि गुमे हो आमा बिनाको संसार कहिले सोच्न सक्नुहुन्छ कि सक्नुहुन्न दीक्षाले चाहिँ त्यो त नसोध्नु यस्तो क्वेसन सोच्नै सक्दिनँ म आमा बाबा बिनाको संसार मेरो परिवार बिनाको संसार त मैले सोच्नै सक्दिनँ किनकि मेरो मम्मीले दिनको 3-4 चोटि फोन गरिरहनुहुन्छ होइन के गर्यो खाएन उठेनौ
के गर्दैछौ भनेर फोन आएको हुन्छ होइन। अब प्रायः अब ड्युटीमा हुन्छु कि लाइब्रेरीमा बिजी हुन्छु होइन, फोन उठाउन त भ्याउँदिनँ, तैपनि एकछिन त कुरा भइरहेको हुन्छ मसँग। त्यो यस्तो क्वेसन नसोध्नु मलाई, म त्यो सोच्नै सक्दिनँ। मेरो परिवार बिनाको जिन्दगी त म जे छु मेरो परिवारको लागि बाँचेको छु अहिलेसम्म। मेरो परिवार हुन्थेन म मरिसक्थेँ। दीक्षालाई केही त छ मनमा पीडा एकदमै धेरै। रुने होइन, आमाले भन्दा नि धेरै फोन गर्नेहरू संसारमा कोही पनि हुँदैन। आमाले भन्दा नि धेरै फोन गर्नेहरू छ कि छैन बहिनी? हो, त्यो फोनले बिर्साउँछ कि कति कुराहरू अलिक शीतल दिन्छ साथीभाइ, त्यसमा गलत अर्थ नलाउनु। भनेको बाबा आमाको लागि नै म बाँचिरहेको छु भन्दै गर्दा केही छ भनेको त्यो मनमा धेरै कुराहरू त केही छैन। तर जे होस् म अहिले जहाँसम्म छु, म जेसरी बाँचिरहेको छु मात्र बाबा मम्मीको लागि, मेरो परिवारको लागि, अरू कोही छैन। त्यति बुझ्नु, स्ट्रङ हुनुपर्छ। रोएर आँसु देखाएर त एकदम कमजोर पनि भइन्छ होइन। पीडाहरूलाई सकेसम्म हिल गर्नुपर्छ होइन। एकचोटि हँसाइदिनु न दीक्षालाई। मिडियामा नआउनुको कारण नै यही हो। पछिल्लो समयमा हजुरले मलाई धेरैचोटि भन्नुभएको थियो किन आउनुहुन्न भन्नुभएको थियो। म रेस्टमा पनि थिएँ र मिडियामा खासै आउन पनि मलाई मन लाग्दैन। म बोल्न पनि जान्दिनँ। गाउन त म स्याड पनि गाउँछु, रमाइलो नि गाउँछु, जस्तो पनि गाउँछु। दाइलाई नै आज दाइले भन्नुहुन्थ्यो गाउन चाहिँ गाउँदो रहेछ भन्नुहुन्थ्यो होइन। तर मलाई अलिक बोल्न पनि आउँदैन र म यस्तो भावुक कुराहरू सोध्यो भने म रोइ पनि हाल्छु। हजुरलाई थाहा छ धेरै। रुन्चे गायिका है। ए घरबार सम्झेरै रोइछ कि बाउआमालाई बिर्साउने कोही छ कि, ए घरबारै बिर्साउने कोही छ कि। बेला त हो छ कोही हुनुहुन्छ। अब गीतैबाट एन्सर दिन्थ्यो होला नि। मैले कोट्याएको मात्रै हो कि हे त्यसै मेरो मन कारो छ र बाउआमा भन्दा ठुलो यहाँको छ र त्यसै मेरो कामनाहरू छ र बाबाआमा भन्दा ठुलोको छ र ऐसे लुको काँडो ऐसे लुको काँडाले कोरो घर बारे रहेछौ र मन मोर्यो। आजै भागामा दाइसँग सबको सामु बलिन्द्र खसाउली ए बाउआमा नै भनेर के ए त्यसो भन्दै कतिन्जेल बसाउली ए सबको सामु बलिन्द्र खसाउली ए त्यसो भन्दै कतिन्जेल बसाउली ऐसे लुको काँडो ऐसे लुको काँडैले कोर्यो घर बारे भनेर मन मार्यो। उसै गीत कति मिठो गीत रहेछ। अब मलाई विश्वास लाउँदैन कोहीको पनि के, अब मलाई विश्वास लाउँदैन बाउआमा भुलाउने मलाई कोही पनि आउँदैन ऐसे लुको काँडो ऐसे लुको काँडाले कोरो घर बारे रहेछौ र मन मोरो। चाहिँदैन साँच्चै अहिलेसम्मलाई चाहिँदैन, पछि नै थाहा होला। अहिलेसम्मलाई चाहिँ कोही पनि चाहिँदैन भनेपछि प्रेमले मन टुटायो कि क्या दीक्षाको? सायद हुनसक्छ, त्यो पनि हुनसक्छ। म त अब मिलन दाइले नि सोध्छु दाइ यो प्रेम भनेको के हो? प्रेम भनेको कहिलेकाहीँ दलाई लामो कहिलेकाहीँ आलु तामा जस्तो लाग्छ मलाई। तातो नि साह्रो कि कहिलेकाहीँ के यो के हो क्या झ्यार झ्यार बेकारको के। कोही चाहिँ माया प्रेम भनेको कस्तो हुन्छ कि मुनामदन जस्तो हुनु होइन। अहिलेको माया प्रेम छिनमे लग छिनमे ब्रेकअप छिनमे प्याज छिनमे यसो रे के हो यो करस करस ए खै के हो यो भने म अहिलेसम्म पनि मलाई थाहा छैन यो भनेको। तिमी बिना बाँच्दिन तिमी बिना मर्दिन मानौ प्रेम भनेको अक्सिजन पनि होइन होइन जल होइन पञ्चतत्त्व पनि होइन। अब हो प्रेम त्यो अर्थमा हो
आमाले बच्चा बच्चीलाई गर्ने प्रेम, धनीले गरिबलाई गर्ने प्रेम, राष्ट्रले राज्यले जनतालाई गर्ने प्रेम, त्यो प्रेमको अर्थ छ। एकदम अहिले छिनमा एकछिन भावावेशमा आएर भर्खरै पढ्नेको बुद्धि नआउने बच्चाहरूको माया प्रेमलाई के माया प्रेम, त्यो आकर्षण हो। जस्तै म पनि स्कुल पढ्दा खुब मन पराउँथेँ केटीलाई, बोल्नै सकिनँ। नजिक परेपछि कान रातो रातो हुने, आखिर बिहे गर्ने बेला उनले नै अर्कोसँग गरेँ, मैले पनि अर्कोसँग गरेँ। त्यो लभ लेटरमा के लेख्नु? त्यो आकर्षण हो। हेरेर कोट्याउनु खोजिरहेको हजुर त्यो लभ लेटरमा के लेख्नु भएको थियो? लभ लेटर मेरो साथी फटा दिनभन्दा पठा उसैले राख्दो रहेछ। साथीको नाम त नभन्दा यस्तो फटा साथीको सँग त पऱ्यो कि पछि भन्छ है उसको बिहा भइसक्यो, अनि कुरो त छिन पार्न बिहा भएर आउँछ नि माइत आए बेलामा मौका छोपेर कुरा गरेको त कहाँ तिमीले चिठी पठाउनु गयो, तिम्रो चिठी आएको भए त मैले कहाँ यसरी मन बिगार्ने थिएन, बाउ आमाको कुरा पनि मैले भन्थेँ होला भने त्यो फटाले चाहिँ गोजीमै राखेछ क्या। उसले चाहिँ म बिग्रिन्छ भनेर के भनेर, अब के बिग्रिने एउटा मन पराएको केटीसँग मनै भाँडियो होइन। त्यो बेलाको खास त्यो त्यस्तै बिहे गर्छु सँगै मर्छु भन्ने पनि थिएन क्या, त्यो आकर्षण त्यो बेलामा जेदेखि राम्रो। तर कस्तो कस्तो त भयो होला है, आफूले मन पराएको मान्छेहरूसँग कस्तो भएको थियो? कस्तो कस्तो त्यो कहिलेकाहीँ गुलियो चिज भनेर बना जाँदा खाइन्छ नि, त्यो टर्रो पर्छ नि, त्यो यसो राम्रो चिज भनेर खाएको पिँडार पऱ्यो कि मुख टर्राएर त्यस्तो भएको जस्तो कि कस्तो कस्तो हुने कि निन्द्रा आएको हो कि नआएको जस्तो, कहाँ पुग्यो होला के गर्यो होला कस्तो भयो होला त्यता ध्यान जाने कि। अहिले पनि याद त छ होला नि हजुरलाई, भनेको आजभोलि तपाईँ त्यो इन्टरनेटको जमाना छ होइन, उहाँसँग तपाईँ साथी हुनुहुन्छ कि हुनुहुन्न त? छैन 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 एड गरेर कुरा गरौँ हुँदैन? छैन, कसम छैन, फेसबुक पनि छैन, केही पनि। अब के काम लाग्यो त्यो है लगाउनु पछि पोते जस्तो होइन, के काम लाग्यो त्यो? अब गर्मी गएपछि पङ्खा भने जस्तो त्यो कामै लागेन। तेरो कहिलेकाहीँ भाइबरमा कहिलेकाहीँ फोन चाहिँ आउँछ, त्यही पनि कुरा त्यस्तो नराम्रो हुँदैन। हाम्रो छोराछोरी कत्र भए, नाता नातिनी भएको भएन, छोराछोरी कहाँ कहाँ विदेश कहाँ कहाँ गए, यस्तो कुरा पनि हुन्छ। हजुरको यो अन्तर्वार्ता भाउजूले हेर्नुहुन्छ कि हेर्नुहुन्न? हिँड्ने केही छैन, उसलाई सबै थाहा छ, उसलाई त नामधरि थाहा छ, नाम पनि थाहा छ उसलाई त। भन्दिनु न यहाँ त होइन, यति सजिलो श्रीमती पाछु मैले के भन्नु। मिडियामा मात्रै हो कि नदेखाउने दाइले त? नदेखाउने मिडिया आउनु पऱ्यो नि। मेरो घरमा म बस्छु चितवनमा, म काठमाडौँ कहिले गीत गाउन आउने हो, मिडिया चितवनमा आइपुग्दै पुग्दैन। म आउँछु है त एक दिन। ल आउनु, ल साँच्चै आउनु, ल घरमै भात पकाएर खाम्ला मजाले बसाउँ, हुन्छ त नि, हुन्छ कि? डन है त? डन त नि, ल डन। त्यसमा पनि जाने कि? हुन्छ भइहाल्छ नि, दाइले इन्भाइट गर्नुभयो भने भाउजूलाई पनि भेट्न अवसर मिल्छ होइन। के त्यही त चितवनतिर कि कोही खोज्दिने हो दीक्षालाई? यसो चालढङ्ग दीक्षाको चालढङ्ग हेर्दाखेरि रोइरहेको देखेर चाहिँ मलाई गाल पर्छ जस्तो लाग्यो मलाई। फेरि यो लमीको काम गर्ने, लमी भनेको असाध्यै गाल पारेको काम हो कि। ऊ सप्रे घरबार सप्रे पनि हाम्रो कर्म कति राम्रो, ज्योतिषलाई धन्यवाद दिन्छ, लमीलाई दिन्न नि, ज्योतिषले हात हेराउनुलाई होइन। लमीलाई त घर बिहार त्यो मुर्दारले यस्तो ठाउँमा नआउनेलाई भयो। हाम्रो गाउँमा फेरि लमी कस्तो खतरा थियो, एकजना बिचरा बित्नुभयो है, एकदमै माया लाग्थ्यो दाइको। उनले बिहा नहुने केटाको नि बिहे गरिदिने है। कति खान्छ नानीले तलब, दिने मान्छे पायो भने 1 लाख खान्छ भन्ने कुरा कस्तो घुमाएर भन्दैन कि, दिने मान्छे पायो त 5 लाख नि खान्छ नि त, दिनेले दिएपछि खाँदैनन्। 1 लाखसम्म खाने हो भनेपछि 1 लाखसम्म खाने भने केटा पढेको के पढेको दिएर खाने त हो नि, उसले आफैले पढेर खाने त होइन। 50,000 खाने नि 1 लाख खान्छ भने मलाई भिडाउनुहुन्छ होला जस्तो छ। म होइन, मेरो म खास यो काम म पर्दैन। दीक्षाको अनुहार हेर्दा चाल ढङ्ग घर गरेर खाँदैन कि क्या अरू हेरे। म त रुवाई झन् गीत गाएरै झन् घर खुवाउँछु होला, खान्छु होला, रमाइलो गर्छु होला, कहिले रुवाउने कहिले हँसाउने गर्छु नि त मैले। त फेरि रुने काम त थोरै गर्नुपर्छ, हाँस्ने काम धेरै गर्नुपर्छ होइन दादा? पीडा त हजुरलाई पनि कति धेरै होला नि? छ नि, किन नहुने। यस्तो संसारमा मान्छेले भन्छ क्या, हेलो सबै ठिक छ, आर यु अल राइट भन्दा गोराहरूले के भन्नु, नो आई एम नट भन्छ क्या। सबै ठिक भएको त यो संसारमा मान्छे कोही पनि भेटिनँ मैले, एउटा न एउटा घाउ नभएको मान्छे छैन। एउटा कसैको के समस्या छ, कसैको के समस्या छ, कसैको के समस्या छ, एउटा न एउटा समस्याले मान्छेलाई पिरलिरहेको हुन्छ। सबै ठिक छैन। दाइबाट केही न केही मोटिभेसनल कुराहरू त दाइबाट सिकिन्छ, जानिन्छ होइन दादा? के हो होइन प्र्याक्टिसले के जीवन जिउँदै आउँदा बहिनीहरू भन्दा मेरो उमेर 2-3 वर्ष भने ज्येष्ठ हो नि त। हजुर त्यसले गर्दा हजुरलाई के आएको थियो अरे? झारझार भएको थियो। के भन्नुभयो? यताको कानहरू झारझार के सुन्दिन, यताको झारझार। त्यसले गर्दा अनि के भने त्यो केही सुनेको छैन।
अब यही काठमाडौँ आउँदा पनि पहिलाको बाटो कस्तो थियो हामी आउँदा, अहिले कस्तो छ बिस्तारै होइन। अब काठमाडौँ कस्तो छ, अब हाम्रो अहिले भनौँ न क्यामेरा यत्रो क्यामेरा, यत्रो माइक्रोफोन होइन, पहिला थिएन यस्तो यस्तो थिएन नि, एक ठाउँमा राखिन्थ्यो त्यहाँ भरे नि। अब गाउने माइक कहाँ यस्तो थियो नि, यस्तो स्टेडियम थिएन होइन, हामीले गाउने यस्तो बेला यो त कति अहिले त धेरै कुराहरू आएको छ नि, अझ धेरै कुरा आइसकेका छैन, त्यसैले गर्दा पनि त्यही गुनासो छैन। पहिला र अहिलेमा त धेरै डिफ्रेन्ट त छ नै होइन, तर हजुरको पालामा यस्तो दोहोरी गाउने भन्ने पनि थिएन होला, भनेको दोहोरी साजमा त थियो, रोटी बस्ने भन्ने त थियो, तर यसरी अफिसियल रूपमा चाहिँ रेकर्ड गर्ने भन्ने जमाना चाहिँ थिएन होला, थियो यस्तो थिएन नि, कहाँ हुनु। यो कस्तो थियो भने हाम्रो धेरै पहिला त यस्तो थिएन, पछि आयो नि त, जस्तो रेडियो नेपालबाट रामप्रसाद खनालज्यूले उहाँले गर्नुभएको थियो नि त, कस्तो अब्बल नम्बर उहाँको त्यो काम त अहिले पनि मलाई 1 नम्बरै लाग्छ क्या। उहाँले भलै छोड्नुभयो, जानुभयो, कता जानुभयो थाहा छैन, युएस हुनुहुन्छ, जोस् उहाँ जस्तो मान्छे फर्किनुपर्छ क्या। तर त्यसैको विकसित रूप हो यो होइन। त्यतिखेर चाहिँ यसै च्यानल प्राइभेट थिएन, एउटा चाहिँ राष्ट्रिय मिडियाले मात्रै चलाउँथ्यो होइन। यसरी अहिले व्यक्तिगत रूपमा थिएन, अहिले व्यक्तिको हातमा च्यानल छ। दीक्षाको च्यानल छ है, मेरै छ, मैले चाहिँ धेरै सुटिङ गरेको छैन, बहिनीले धेरै गरेको छैन। यसले चाहिँ के भने नयाँ प्रतिभा आउनलाई एकदम बाटो सफा भयो, खुल्ला भयो, जो पनि आउन सक्ने भयो नि त। नत्र पहिला हेर्नुहोस् रेडियो नेपाल जानलाई हाम्रै पालामा पनि गीत निकालेपछि गीत बजाउन दिन जान यति धौ हुने, त्यहाँ नाम लेखाउ, उताबाट पत्र आउनु पर्ने, आएर कुर्दा त्यो घाममा होइन पास पाउनु पर्ने झन्झट थियो नि। हामी जति मान्छेले त गाह्रो हामीले महसुस गर्थ्यौँ भने त्यो गाउँबाट आएको सोझा साझा बिचरा दूर दराजबाट आएको मान्छेले त सिंहदरबार त देख्नै नपाउने छ नि त, थियो नि त। भने अहिले त गीत गाउन आउने मान्छेले त यहीँ मयुरमा आए भयो, सारिङ्गे संसार आए भयो, इन्द्रेणी गए भयो, कति योङ्का गए भयो, खुल्दुली गए भयो होइन, सजिलो छ नि त, एकदम सजिलो छ। ओके, अब कन्टिन्यू गर्नुहुन्छ दोहोरीलाई? हजुर, अहिले पछिल्लो समयमा कन्टिन्यू नै भएको छ, माया नै गरिदिनु भएको छ, खुसी छु, अब कन्टिन्यू नै हुन्छ। तपाईँ पनि विदेशतिर धाको दाइ हुनुहुन्छ, फेरि नेपाल आए पछाडि यति ग्याप लाइब्रेरीमा व्यस्त नै देखिनुहुन्छ होइन, तपाईँको पनि ग्याप भयो नि बिचमा? मेरो भएको हो नि, छैन भएको हो कि होइन के एलिना बहिनी, गीत निकालेको नचलेको के यति म कहाँ मेरो ग्याप भएको छ। मैले त्यो हेर्नु त मेरो सिरियली कतिपय गीत त तपाईँ नामै सुन्नुहुन्न। मेरो जस्तै सुरुमा हङकङ आइडीले कृष्ण भिरमा जाम, हङकङ आइडीले माझी दाई पोखरा फेवातालको जुम्ला कालीकोटको छम्म छम्म नाचिदेऊ, म त हजुर गलकोटे साइलो, घरमा पराल बारीमा बन्छु, बेसारेको मन छैन मुख मात्रै, लालुपाते फुल छैन रुख मात्रै होइन। त्यसपछि गीतहरू लगभग धेरै चलेनन् के, किन होला? पोहोर परार साल निकालेको बर्दिया जुलुम कर दिया, यो पनि राम्रै लागेको थियो मलाई निकाल्दाखेरि होइन। अनि नवलपुर दाउन्ने डन्डा काउसती, तिमी मेरो डाक्टर तिमी औषधि, मलाई त राम्रो लागेको थियो, तर जनताले यसलाई रुचाइदिनु भएन, अथवा मैले त्यो प्रचार गर्नलाई सकिनँ कि मिडियामा मेरो पहुँच भएन, मलाई त यो लाग्छ हो। म पुग्नै सकिनँ क्या, रहेछ त्यो कुरो मैले बुझ्नै सकिनँ। बुझ्या त छ, अब एउटा एक प्रकारको के भन्दा हामी पुरानो कलाकार, हाम्रो बानी त्यही त नि, क्यासेट आर्कैले निकालिदिन्थ्यो, धौलागिरी क्यासेट सेन्टर लगेर भाका दिएपछि उहाँहरूले लगेर चाहिँ एरेन्जरलाई दिन्थ्यो त्यहाँ जुजु गुरुङलाई, जुजु गुरुङले एरेन्ज गरेर काठमाडौँ डिजिटलमा एरेन्ज गरेर गीत रेकर्ड हुन्थ्यो, गीत गायो, उहाँहरूले क्यासेटको त्यो मास्टर लिएर गएर क्यासेट निकाल्नु हुन्थ्यो, केही गर्नु पर्थेन हामीले। त्यस्तो बेलाको कलाकारले हामीलाई त्यही कुरो खोज्दो रहेछ, सजिलै गीत आओस् भन्ने, त्यो हाम्रो गल्ती हो, हाम्रो कमजोरी हो। अहिले समयअनुसार हामी बग्न नसकेकै होला, नत्र मैले गीत धेरै निकाल्दा तर चलेकै छैन। निकाल्यो यसपालि पनि अस्ति रातोरी बन तिम्रै मायाले चल्छ जीवन, राम्रो छैन गीत, तिम्रो माया बिना संसार चल्दैन मेरो, त यो पनि चलाएको छैन, 1 लाखमा गरेर थन्किया छ होइन। अहिले बागलुङे के अरे सुन्दा पनि क्या मिठो बागलुङेको बोली, मया पनि अर्छन्का झ्याप्पै दिल खोली, यो चाहिँ अलिअलि होक्याएर जस्तो चाहिँ भएको छ। अझ यो पनि अझ के बुस्ट गर्नु पऱ्यो नि, के गर्नु पऱ्यो भने धेरै कुरा आएको छ क्या, अनि झन्झट लाग्ने। यो नयाँ कुरो आउँदा कतिपय हामी पुरानो मान्छेलाई सुहाउने गरी आउने चाहिँ कति नसुहाउने गरी आउने रहेछ क्या। अनि त्यसैले गर्दा यो ग्याप, दिस इज अ ग्याप अफ टाइम, यो समयको ग्याप हो एकदम। गीत चल्नु नचल्नु भन्दैन। म त निरन्तर काम गरिरहेको छु बहिनी, विदेश पनि म करिब वर्षको 6 महिना विदेशै जान्छु होइन, मन पराउनु हुन्छ। नेपालको अमेरिका मात्रै कतिचोटि जानु भयो? अमेरिका अन्तिमचोटि भन्छु है, धेरै भन्दैन, किनभने अब मान्छेले यो दम्ब गरे जस्तो हुँदो रहेछ कि 17 चोटि गएँ।
पहिलोचोटि अमेरिका जाँदा 2009 बाल्टिमोरमा कार्यक्रम थियो। त्यहाँ प्रमुख अतिथि प्रेमराजा महत दाइ हुनुहुन्थ्यो। त्यो कार्यक्रमको उद्घोषक को थियो थाहा छ? अहिलेको लोकप्रिय नेता रवि लामिछाने। नानीको सोध्नु होला रवि लामिछानेलाई कहिलेकाहीँ। त्यो बेलादेखि आउने जाने चल्यो होइन। आयो अब त्यही भएर म धेरै विदेश जान थालेँ। 17 चोटि विदेश अमेरिका गएँ, 3 महिना बसेँ, 51 महिना ती गयो। त्यसले गर्दा ग्याप जस्तो देखेको। तर म एकदम के अब विदेशतिर तपाईँ त कर्ममै हुनुहुन्छ, कार्यक्रमतिर जानुहुन्छ आउनुहुन्छ होइन। ग्रिन कार्ड पनि भर्या छैन, केही पनि भर्या छैन। उयो मल्टिपल भिजा दिन्छ, टुरिस्ट भिजा दिन्छ अमेरिका एउटा चाहिँ एम्बेसीले, त्यति चाहिँ उहाँहरूले पत्याउनु भएको छ। अनि त्यसै गरी युके धेरै गएँ होला, युरोप कति गएँ, जापान, हङकङ कति गएँ, गल्फ गएँ। त्यसले गर्दा मेरो समय आधा समय उता गुज्रियो कि। अनि यहाँ नेपालमा देख्दा पनि नदेख्ने, तर म कतै बसेको छैन। उही चितवनमै छ मेरो घर। उही थोत्रो RX चढेर हिँड्छु, मेरो गाडी पनि छैन, केही पनि छैन। अब हिँडिरहेको छु, धन सम्पत्ति खासै कमाएको छ, बाटोको पैसा बाटैमै सकिया छ होइन। अलिअलि समाजसेवा पनि गरी टोपल्छु र धेरै पैसा त यो गीत सङ्गीतमा गयो। समाजसेवाको पनि त्यस पछाडि थोरै दीक्षासँग जोडिन्छु र छुट्टिन्छु। होइन पहिला हजुरको समाजसेवाको कुरा होइन गर्ने कि समाजसेवाको कुरा गर्नु हुँदैन। त्यो मेरो मनलाई आनन्द हुनलाई गरेको कुरो हो। त्यो देखाउन र कतिपय अब घरै नभएका आम अब मान्छेहरूको लागि चाहिँ तपाईँले, व्यक्तिहरूको लागि चाहिँ तपाईँले घर बनाइदिनु भएको छ होइन। एउटा बस्ने ठाउँ पनि दिनुभएको छ। आफूले जति सक्नु भएको छ त्यति गरिदिनु भएको छ। अहिले पनि तपाईँले भनेको कुरा हो भनौँ भने जनताले देख्नु भएको छैन। त्यो तपाईँहरू आउनु, रिपोर्टिङ गर्नुहोस्, छड्के जानुहोस्। अपिल त्रिपाठी जस्तो मिलन लामाले बनाएको कहाँ हो रे सोध्नु, हजुरलाई फोन नगरी आउँछ सोध्नु जानु, चेक गर्नुहोस् के। अब मैले भन्नुला नि यहाँ यति बनाए उतै भन्नुला, तर हो कि होइन के थाहा। हजुरले फेसबुकमा सेयर गर्नु भएको थियो र त्यो कुरालाई थोरै मात्रै फेसबुकमा चाहिँ मैले कहिलेकाहीँ आफ्नो, त्यो त मेरो पर्सनल मिडिया हो नि त। अनि मैले मेरै पैसाले मात्रै बनाएको हुँदैन, साथीभाइले हालिदिएको हुन्छ नि होइन। पहिला त म आफ्नो पैसा लगाउँछु। अनि उहाँहरूको पनि चित्त बुझ्नु पऱ्यो, न मैले खाएँ कि होइन। त्यसको लागि हालेँ। आजभोलि त फेरि यस्तो जमाना पनि छ, अब समाजसेवा गर्ने भन्ने पैसा खाने तर नगरिदिने पनि छ। एकदम हजुरको कुरामा चाहिँ म एकदमै एप्रिसिएट पनि गर्छु। अब अन्तिममा दीक्षा के छ भन्नुपर्ने दर्शकहरूलाई? यो थियो मिलन दाइको कुरा, अब हजुरको कुरा के छ? नरोइकन भन। मेरो चाहिँ केही छैन। अब मेरो कन्टिन्यू दोहोरीहरू, लाइभ दोहोरी आउँदैछ, सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला। मेरो आफ्नै च्यानलबाट पनि आउँदैछ, अन्यहरूको च्यानलबाट पनि आउँदैछ। आज मिलन दाइसँग गाउने मौका मिल्यो, दाइलाई पनि एकदमै धन्यवाद छ। दाइसँग रमाइलो दोहोरी गाएको छु, हेरिदिनु होला र अरू दोहोरी पनि हेरिदिनु होला। र सम्पूर्ण मिडियालाई एकदमै धन्यवाद छ, विशेष गरी एलिना जीलाई एकदमै धन्यवाद। धेरै पछि फेरि मिडियामा आउने मौका मिलेको छ। सबैले माया गरिदिनु होला, धन्यवाद छ। अन्तिममा हाम्रो पछाडिबाट पत्रकार भाइहरूले चाहिँ माछी ताई पोखरा फेवातालको यो गीत गाइदिनु भन्दै हुनुहुन्छ। माछा पुछ्रे शिरको पानी फेवा तालमा आइछ, झल्को किन लाग्यो भन्थे भेट हुन पो रहेछ। माझी दाई पोखरा तालको लाउ माया साँच्चैको नलम्बो ख्याल ख्यालको। माझी दाई पोखरा फेवा तालको लाउ माया साँच्चैको नलम्बो ख्याल ख्यालको। लामाया साँच्चैको नलाम्बो ख्याल ख्यालेको बुझौँ है। अब लगाएपछि ओरिजिनल एकदमै साँच्चीकै नक्कली माया नछुट्टिने गरी एकदमै। थ्याङ्क यू सो मच यो अमूल्य समयको लागि यहाँहरू दुवैजनालाई। मलाई पनि एकदम खुसी लाग्यो। एलिना बहिनी त पर्सनली चिनेकै हो होइन, तर यो आज 4-5 वटा क्यामेरा अगाडि छ, खुसी लाग्यो। यस्तै क्यामेराहरू अगाडि बसेर राखेर बोल्न मन छ, हेरौँ कति हुन्छ अब छिटै है। थ्याङ्क यू दाइ।